यो चाहिँ हाम्रो पटारको लागि जान खोजिरहेछ हैन। माल लोड भइरहेछ। यो चाहिँ हेक्सागन सादामा 60 mm को लोड हुँदैछ हैन। यो चाहिँ आयो रुपटार सफारी भने जस्तो यो चाहिँ
चाहिँ अर्डरमा भएको हो। यो हामीले ताप्ली गाउँपालिकाका रूपटार भन्ने ठाउँको लागि हामीले यो रेडी बनाएर राखिरहेको छौँ। यो चाहिँ रातो कलरमा हेक्सागन 60 mm को हो होइन। यो चाहिँ हिजो भर्खर बनाएको यो प्रेसहरू हो। यसलाई क्युरिङ गरेर अनि मात्र पठाउने हो होइन। अब हजुरहरूलाई पनि चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हेक्सागन छ यहाँ चाहिँ पस्मिकमा आएको यो पस्मिक रह्यो पस्मिकमा राति पनि काम भइरहेको छ होइन। यस्तो छ होइन। हेरेर आउनु डिजाइन कस्तो डिजाइन मन पर्छ त्यही डिजाइनको पनि लगाउनु हुन्छ। Yata, Jackie. Lah. Hei, Jackie lah. हेलो के छौ कडा हो आरामै हो यस्तै हो यहाँ हाम्रो कटेज छ हैन घाम लागिरहेछ यस्तो छ क्यामेराले हान्न त्यो कस्तो यस्तो हुन्छ के फ्रन्ट क्यामेराले हाल्यो भने अनुहार उल्टो देखिन्छ के यसको रिफ्लेक्सन भने पछाडीको फेरि क्वालिटी पनि बबाल आउँछ हैन अनि यसको फेरि अनि यो पनि हुन्छ के उल्टो देख्दैन के चलाउनु स्ट्यान्डको एकजना राख्नु पर्ने छ हायर गरेर राख्नुपर्छ महिनाको 15,000 दिन्छु जहाँ म हिँड्छु त्यतै क्यामेरा बोकेर हिँड्ने हो त्यसलाई अब वाकी टकी पनि बोक्न लाउने हो चप्पल
यहाँ चाहिँ गान्डे भाइ काम गर्दैछ होइन। अनि सुमित भाइहरू त्यहाँ छ, सबैजना एक प्रकारमा मजाले काम गरिरहेको छ होइन। गाना पनि दामी दामी भइरहेको छ। हामीले स्क्वायर पाइप लिएर आएको छौँ होइन। अगाडि ट्रसको लागि हो यो चाहिँ। स्क्वायर पाइप लिएर सिमेन्टीहरू झरिसकेको छ। हाम्रो यहाँ चाहिँ टक्कसँग यहाँ अगाडि यो ठाउँमा ट्रसहरू बन्दैछ होइन। यहाँ 4वटा 5वटा सटरवाला कोठाहरू पनि निस्किन्छ होइन। स्क्वायर पाइपहरू अहिले झरिरहेको छ रातिको समय हुँदा पनि होइन। हाम्रो निर्माण जारी छ। यस्तै हो, रातो कलरमा छ। गान्डे ठिक छ नि। पहिला सिरो फलाम झारौँ न ल। फलाम गाडीमै हुन्छ। बनाइरहेको रहेछ रातो कलरको यिनीहरूले आज के छ अनि मिलेर पनि काम गरिरहेको रहेछ यिनीहरूले आज रहेछ। मस्तसँग पुरै रफ्तारसँग काम गरिरहेछ पुरै मेसिनहरू जसो भनेर होइन। अनि यताबाट अर्को भाइले फेरि यता माल हालिरहेछ, उताबाट फेरि मिक्सरको छेउमा फेरि दुईजना पुरै काम गरिरहेछ। हरियो लाउने भेस्ट पुरै हिँडेको नै छ। उहाँ गान्डे भाइ पुरै हालेको छ। उहाँ करण भाइले पुरै माल पुरै रातो सबैतिर छरेर पुरै मस्त लोडेड गरिरहेछ। उता पनि फेरि यता गएर जान्छ, यीको फेरि के गर्छ फेरि गान्डेले यता माल हाल्यो फेरि जान्छ। अनि फेरि म आएँ पुरै अब हिरो रोडमा पुरै ट्याक्कसँग होइन। अनि यता पुरै हेरिरहेको छु मैले के भयो यिनीहरूले कसरी काम गरिरहेछ भनेर। अनि बेलुकाको साँझ हुन आँटेको बेलामा यस्तो दामी भ्यू आयो। फेरि फलाम लिएर आउँछ यिनीहरू गाडीमा के रहेछ भनेको फेरि ट्रस बनाउने कुरा भयो। फेरि यहाँ हो अगाडि पुरै अब यसो सबैलाई बस्नको लागि। अनि राति फेरि यसो हेरेको सिमेन्टी सकेको रहेछ। सिमेन्टी मगाएर लोड गरेर पुरै झारिरहेछ यिनीहरू सबैजना होइन। रातिको टाइममा पनि आनन्दले काम गरिरहेछ।